Receive the message of truth, Nepali language. यदि सबैजना आफूले सोचे जस्तै ख्रिस्टियन भए भने येशूले तिमीहरूलाई भाइहरू भन्नुहुनेछ। हिब्रू 2:11 किनकि पवित्र पार्ने र पवित्र पारिनेहरू दुवै एउटैका हुन्, त्यसैले उहाँ तिनीहरूलाई भाइहरू भन्न लजाउनुहुन्न। प्रत्येक ख्रिस्टियन पवित्र आत्माद्वारा सिकाइनेछ। तिमीहरूले नयाँ नियमको सत्यता जान्न पाउनेछौ। 1 कोरिन्थी 2:13 यी कुराहरू हामी पनि बोल्छौं, मानिसको बुद्धिले सिकाउने शब्दहरूमा होइन, तर पवित्र आत्माले सिकाउने शब्दहरूमा, आत्मिक कुराहरूलाई आध्यात्मिकसँग तुलना गर्दै। यूहन्ना 14:26 तर सहायक पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुराहरू तिमीहरूलाई सम्झना गराउनुहुनेछ। प्रत्येक व्यक्ति पवित्र आत्मा र सत्यद्वारा पवित्रीकरण प्रक्रियाबाट गुज्रनेछ। यूहन्ना 17:19 र तिनीहरूको खातिर म आफूलाई पवित्र बनाउँछु ताकि तिनीहरू पनि सत्यद्वारा पवित्र होउन्। रोमी 15:16 ताकि म अन्यजातिहरूको निम्ति येशू ख्रिस्टको सेवक बन्न सकूँ, परमेश्वरको सुसमाचारको सेवा गर्न सकूँ, ताकि अन्यजातिहरूको भेटी पवित्र आत्माद्वारा पवित्र पारियोस्। तिमीहरू साँचो उपासक हुनेछौ। यूहन्ना 4:23 तर समय आउँदैछ र अहिले नै हो जब साँचो उपासकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि पिताले यस्तै मानिसहरूलाई उहाँको आराधना गर्न खोज्दै हुनुहुन्छ। सम्भवतः प्रत्येक ख्रिस्टियनले दुःख भोग्नेछ किनभने यो पवित्रीकरणको अंश हो। 1 पत्रुस 4:16 तर यदि कसैले ख्रिस्टियनको रूपमा दुःख भोग्छ भने उसले लज्जित नहोस्, तर यस विषयमा परमेश्वरको महिमा गरोस्। कोही पनि स्वार्थी वा घमण्डी हुनुहुँदैन। फिलिप्पी 2:2 समान विचारधारा, समान प्रेम, एकै मनका भएर मेरो आनन्द पूरा गर। पवित्रीकरण प्रक्रियापछि तपाईँ एक सन्त बन्नुहुन्छ। 1 कोरिन्थी 6:19 वा के तपाईलाई थाहा छैन कि तपाईको शरीर पवित्र आत्माको मन्दिर हो जुन तपाईमा हुनुहुन्छ, जसलाई तपाईँ परमेश्वरबाट प्राप्त गर्नुहुन्छ र तपाईँ आफ्नै होइनन्। 1 कोरिन्थी 3:17 यदि कसैले परमेश्वरको मन्दिरलाई अशुद्ध पार्छ भने परमेश्वरले उसलाई नष्ट गर्नुहुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र छ जुन मन्दिर तपाईँ हुनुहुन्छ। एफिसी 2:20-22 प्रेरितहरू र अगमवक्ताहरूको जगमा निर्माण गरिएको हुनाले येशू ख्रिस्ट आफै मुख्य कुनेरुङ्गा हुनुहुन्छ। 21 जसमा सम्पूर्ण भवन एकसाथ जोडिएको प्रभुमा पवित्र मन्दिरमा बढ्छ। 22 जसमा तिमीहरू पनि आत्मामा परमेश्वरको वासस्थानको लागि एकसाथ निर्माण भइरहेका छौ। तर सबैजना विश्वासी हुन्, ख्रिस्टियन होइनन्। किन? धेरै सम्प्रदायहरूले सबैलाई भन्नुपर्छ कि मानिसले आफ्नो तरिकाले काम गरिरहेको छ। कसैसँग पनि सत्यको आत्मा छैन। सबैले परमेश्वरलाई आफ्नै तरिकाले देख्छन्, येशूको तरिका बुझ्दैनन्। पास्टर र नेताहरू आफ्नो मण्डलीको अगाडि उभिरहेका छन् र आफूलाई क्रिस्चियन भन्छन् र आफ्नो मण्डलीलाई क्रिस्चियन भन्छन्। तिनीहरू नयाँ नियम बुझ्दैनन् र परमेश्वरको राज्य के हो भन्ने कुरा थाहा छैन। तिनीहरू तपाईलाई गलत जानकारी दिएर धनी भइरहेका छन्। क्रिस्चियन पास्टर र नेताहरूले 100औं वर्षसम्म केटाहरू र केटीहरूलाई यौन हानि पुर्याउने थिएनन् र आज पनि गरिरहेका छन्। क्रिस्चियन पास्टर र नेताहरू आफ्नो मण्डलीबाट धनी हुने थिएनन्। तिनीहरू पुस्तकहरू बेच्न सक्षम हुन सक्दैनन् किनभने सबैजना पवित्र आत्माद्वारा सिकाइनेछन् र सत्य जान्नेछन् किनभने तिनीहरू ख्रिस्टियन हुन्। पास्टर र नेताहरूले वर्षौंदेखि आफ्नो मण्डली र टेलिभिजन अनुयायीहरूको अगाडि पवित्र आत्माको विरुद्धमा निन्दा गरिरहेका हुने थिएनन्। लुका 6:39 अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाडलमा खस्दैनन्? जबकि तपाईहरू आफूलाई ख्रिस्टियन भन्नुहुन्छ, चर्चमा किन यति धेरै हत्या र पूर्वाग्रह छ? यदि पास्टर र नेताहरू ख्रिस्टियन हुन् भने किन शारीरिक पानीको बप्तिस्मा लिइरहेका छन्? चर्चमा समलिङ्गी पुरुष र महिलाहरूले किन आफूलाई ख्रिस्टियन भन्छन्? यदि सबै ख्रिस्टियन छन् भने चर्चमा पुरुषहरूलाई नियन्त्रण गर्ने महिला पास्टर र नेताहरू किन छन्? ख्रिस्टको शरीरमा पुरुषहरूमाथि महिलाहरूको अधिकार हुनु हुँदैन। मानिस शारीरिक रूपमा ख्रिस्टियन बन्न खोज्छ तर यो हुन सक्दैन। रोमी 8:8मा भनिएझै त्यसो भए शरीरमा भएकाहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्, तपाईँ आध्यात्मिक रूपमा मात्र ख्रिस्टियन बन्न सक्नुहुन्छ।
क्रिस्टियन बन्नको लागि तपाईलाई ख्रीष्टको आत्मा, परमेश्वरको आत्मा र सत्यको आत्मा चाहिन्छ। मत्ती 28:19-20ले तपाईलाई क्रिस्टियनको परिभाषा दिन्छ। मत्ती 28:19-20ले भन्छ, यसकारण जाओ र सबै राष्ट्रहरूलाई चेला बनाओ, पिता, पुत्र र पवित्र आत्माको नाममा तिनीहरूलाई बप्तिस्मा दियो। 20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्न तिमीहरूलाई सिकाऊ र हेर, म युगको अन्त्यसम्म सबै तिमीहरूसँग छु। आमेन। परमेश्वरले स्पष्ट पार्नुहुन्छ कि परमेश्वरको आत्मा र सत्यको आत्मा भएकाहरू नै साँचो ख्रिस्टियन हुन्। यूहन्ना 4:23-24ले भन्छ, तर समय आउँदैछ र अहिले नै हो जब साँचो उपासकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि पिताले यस्तै प्रकारले उहाँको आराधना गर्न खोज्नुहुन्छ। 24 परमेश्वर आत्मा हुनुहुन्छ र उहाँको आराधना गर्नेहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। 1 कोरिन्थी 2:14 तर स्वाभाविक मानिसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती उसको लागि मूर्खता हुन्, न त उसले तिनीहरूलाई जान्न सक्छ, किनभने तिनीहरू आध्यात्मिक रूपमा चिनिन्छन्। गरिबहरूलाई मद्दत गर्न आफ्नो आम्दानीको आधा भाग दिएर तपाईँ मानिसको अनुसार सिद्ध व्यक्ति बन्न सक्नुहुन्छ। तपाईँ हप्तामा धेरै पटक चर्च जानुहुन्छ र विभिन्न क्लबहरूसँग सम्बन्धित हुनुहुन्छ। तपाईँ पिउनुहुन्न वा खराब भाषा प्रयोग गर्नुहुन्न। तपाईँ सबैको सम्मान गर्नुहुन्छ र आफ्ना छिमेकीहरूलाई मद्दत गर्नुहुन्छ। तपाईँ प्रेरणाको लागि हरेक दिन पुरानो नियमका शास्त्रहरू निरन्तर पढ्नुहुन्छ। तपाईँ निरन्तर प्रार्थना गर्नुहुन्छ, तर तपाईँ आफ्नो आत्माको भाग बुझ्नुहुन्न वा नयाँ नियम बुझ्नुहुन्न। तपाईको आयु लामो भयो र अन्ततः तपाईँ मर्नुभयो। मानिसहरू भन्छन् कि तपाईँ एक असल ख्रिस्टियन हुनुहुन्छ। सबैभन्दा पहिले तपाईँ आफ्नो भौतिक शरीर लिएर ख्रिस्टियन बन्न सक्नुहुन्न। दोस्रो, तपाईँ परमेश्वर र प्रभु येशू ख्रिस्टसँग हिँड्नको लागि एक सन्त हुनुपर्छ। येशू केवल सन्तहरूको लागि आउँदै हुनुहुन्छ। तपाईको भौतिक शरीरले ख्रिस्टको आत्मा, परमेश्वरको आत्मा र सत्यको आत्मा प्राप्त गर्न सक्दैन, जुन साँचो ख्रिस्टियन र त्यसपछि सन्त बन्न आवश्यक छ। यूहन्ना 3:6 शरीरबाट जन्मेको शरीर शरीर हो र आत्माबाट जन्मेको आत्मा आत्मा हो। तपाईँ शरीर र आत्मालाई मिश्रण गर्न सक्नुहुन्न। अर्को शब्दमा, तपाईँ आफ्नो भौतिक शरीरलाई आफ्नो आत्मिक शरीरसँग मिश्रण गर्न सक्नुहुन्न। तपाईँ आध्यात्मिक रूपमा मात्र ख्रिस्टियन हुन सक्नुहुन्छ।